पार्टी केही थियो, घरमा आउनुभयो थियो साथीले लिएर। अनि यस्तै म बसेर खाना खाइरहेको थिएँ, अनि आउनुभयो। अनि यस्तो गरेर मलाई त्यस्तो गरेर देखाउनु भयो कि यिनै हुन्, यिनको लाइक म्याथ चाहिँ फेल भयो कि। एन्ड द्याट वाज द हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। इफ हजुरहरू मेरो च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने नमस्ते, मेरो नाम राशिका एन्ड आई होप कि हजुर सबै सन्चै आरामै हुनुहुन्छ होला। सो पिपल सेज द्याट स्कुल लाइफ इज द मोस्ट ब्युटिफुल लाइफ। फर मी स्कुल लाइफ वाज द हार्डेस्ट फेज अफ माई लाइफ, जुन मैले कहिले पनि याद पनि गर्न चाहदिनँ होला। स्पेसली मेरो 10th ग्रेडसम्मको लाइफ। हाम्रो फ्यामिलीमा हामी 4जना छौँ, म, मेरो बहिनी, मम्मी अनि पापा। यहाँ पापा सुरुदेखि नै इन्डियामा बस्नुहुन्थ्यो। अब उहाँ बसिसकेपछि हामीलाई पनि स्लोली हिजो बोलाउनु भयो। सुरुमा पढ्दा हामी पढ्ने स्कुल पनि नर्मल थियो कि हामी जस्तै अब नेपालदेखि आएका लोकल बस्नेहरू, कमाउने खाने त्यस्तै थियो होइन। जुन रेन्टमा बस्थे तिनीहरूसँग मेरो वाइफ एकदम धेरै म्याच गर्थ्यो कि तिनीहरू घर जाने, सँगै लन्च खाने, पढ्ने, ट्युसन जाने। तिनीहरूसँग लाइक त्यति बेला मेरो भन्नको लागि पनि धेरै साथीहरू थिए। अनि म तिनीहरू घर जान्थेँ, कहिलेकाहीँ तिनीहरू मेरो घर आउँथेँ। अनि बर्थडे पार्टीहरूमा जान्थ्यौँ हामी तिनीहरू घरमा। अनि सडनली के भयो, म 5th ग्रेडमा पढ्थेँ। अनि मम्मीले कुनै के भयो, उहाँले भन्नुभयो कि यिनीहरूले यस्तो स्कुलमा पढायो त भएन, अब यिनीहरूले अलिकति राम्रो स्कुलमा हाल्न पऱ्यो भने फ्युचरको लागि भनेर। त्यति बेला नि हामी इङ्ग्लिस मिडियममा त पढ्थ्यौँ, बट त्यो स्कुल यति हाइफाई थिएन, ठिकै थियो, नर्मल एभरेज मिडल क्लास पनि लोवर मिडल क्लासको फ्यामिलीहरूमा आफ्नो बच्चाहरूलाई पढ्न पठाउँथे। सुरुमा त मलाई एकदम एक्साइटमेन्ट थियो, मलाई मेरो बहिनीलाई कि वाह अब हामी ठुलो स्कुलमा जाँदैछौँ, हाम्रो न्यू फ्रेन्ड्सहरू हुन्छन्, कति राम्रो हुन्छ। त्यो स्कुल छोडेपछि फेरि हामी जुन स्कुलमा पढ्न गयौँ, लाइक त्यो स्कुल हाम्रो एरियाको सबभन्दा राम्रो स्कुल थियो कि। म र मेरो बहिनीले त्यहाँ त्यो स्कुलमा एडमिसन लियौँ। अनि फेरि सुरुमा त एकदम राम्रो थियो, न्यू फ्रेन्ड्सहरू, टिचर पनि कति राम्रो हुनुहुन्थ्यो, न्यू राम्रो डेस्कहरू बस्नका लागि, ठुल्ठुलो क्लासेसहरू, यति ठुलो प्ले ग्राउन्ड। अनि लाग्थ्यो कि वाह कति राम्रो स्कुल, ड्रिम स्कुल टाइप थियो कि। 6-7सम्म त इट वाज ओके, सबै राम्रोसँग कुरा गर्थेँ, टिचर्सहरूले पनि केयर गर्नुहुन्थ्यो मेरो, लाइक उसँग बस, उसको कोही साथीहरू छैनन्। म सुरुदेखि एकदम साय टाइपको थिएँ, स्कुलमा केही नबोल्ने, अनि घरमा फेरि कति धेरै बोल्ने, चकचक गर्ने टाइपको थिएँ कि। अनि स्कुलमा मलाई टिचरसँग पनि केही सोध्दा पनि यस्तो लाज लाग्थ्यो, म कसैसँग बोल्ने पनि थिएन, केही पनि गर्ने थिएन कि। बट म मेरो 2-4 साथीहरू थिए, तिनीहरूसँग अलिकति लन्च खान्थेँ। अनि फेरि लन्च ब्रेकमा खेल्थेँ, स्कुल पनि डेली जान्थेँ, एक्साइटमेन्ट हुन्थ्यो कि हाँ स्कुल जान छ भनेर। बट जबदेखि म ग्रेड 8मा आएँ तबदेखि एकदम मेरो लाइफ एकदम चेन्ज भयो। लाइक स्लोली के हुँदै गयो कि म एकदम एक्लै हुँदै गएँ। मेरो कोही पनि कि क्लासमा साथी पनि नै होइन, सबैको आफ्नो साथी। अनि म एक्लै बस्थेँ, लेट हुन्थ्यो कहिलेकाहीँ स्कुल आउनको लागि। आएर फेरि म तिनीहरूसँग बस्न खोज्दा तिनीहरूले मलाई भन्थ्यो कि नहीं यहाँ मत बैठो, यहाँ हमारे और आने वाले हैं, यस्तो भन्थ्यो होइन। मलाई कस्तो फिल हुन्थ्यो। फेरि कहिलेकाहीँ त मेरो बस्नको लागि सिटै खाली हुने थिएन, मलाई यति लाज लाग्थ्यो। अनि सरले मलाई केटाहरूसँग लिएर घर बसालिदिने। अनि मलाई त्यो फेज अहिले सोच्दा पनि यस्तो लाग्छ कि होइन। अनि म त्यति बेला त केटीहरूसँग त बोल्ने थिएन, केटासँग म के बोल्ने, म यस्तो लाइक यस्तो टाउको तल गरेर बसिरहेको थिएँ। अनि यति ठाउँमा बस्थेँ कि लाइक फुल स्पेसमा पनि बस्ने थिएन। फेरि केटाहरू भन्थ्यो कि कुछ नहीं होगा, आके बैठो, आऊ बस भन्थ्यो। बट मलाई पनि के त्यति बेला कस्तो के थियो कि केटाहरूसँग चाहिँ म एकदम फोबिया टाइप, एकदम साय धेरै उस लाग्थ्यो कि म उनीसँग बस्नै थिएन। मेरो होमवर्क पनि कम्प्लिट हुने थिएन। अनि फेरि टिचरहरूले पनि मलाई लाइक मसँग मेरो कसै टिचर चिन्दा पनि चिन्नुहुन्थेन, राशिको भन्ने को हो भनेर। अनि सबले इङ्ग्लिसमा कुरा गर्थेँ। मेरो इङ्ग्लिस त्यति बेला एकदम विक थियो, मलाई केही समझ पनि आउँथेन। टिचरहरूले पनि इङ्ग्लिसमा, स्टुडेन्ट्स पनि इङ्ग्लिसमा, टिचरले हात बोल्नु देखेर हाँस्दैछन्। अनि फेरि म त केही पनि नै। अनि सबैको साथीहरू सबै घर जान्थ्यो, मलाई आफ्नो घर ल्याउनमा साथीहरू लाज लाग्थ्यो, किनकि सबैको राम्रो घर थियो। अनि हामी रेन्टमा बस्थ्यौँ त्यति बेला। अनि सबैले मजाक उडाउँथे। अनि जस्तै म लाइक क्लास 8, 9 अनि 10मा जान थालेँ, लाइक सडनली मलाई सबले अभोइड गर्न थालेँ, कसैले पनि मसँग कुरा नगर्ने, मलाई कसैले आफूसँग बसाल्न नखोज्ने। गेम पिरियडमा सबैको छुट्टै ग्रुप हुन्थ्यो, म एक्लै हुन्थेँ। पिटी टिचरले पनि मेरो मजाक बनाउने, लाइक मलाई सुरुमा हल्का परेड गर्न आउँथेन, मलाई अलिकति म गेम्सहरूमा अलिकति विक थिएँ, त्यति बेला पनि मेरो मजाक बनाउने। म त लुक्थेँ कि बाथरुममा गएर, कहिले त्यो पिरियड सकिन्छ बल्ल म जान्छु जस्तो लाग्थ्यो। अनि लन्च पनि मैले खान्थेन, लन्च पनि मैले यस्तै टिफिनमै हुन्थ्यो। अनि फेरि मैले घर लिएर घर आउने बेला मम्मीले गाली गर्नुहुन्छ भनेर मैले फेरि गाईहरूलाई खुवाइदिन्थेँ। लाइक मेरो बेस्ट फ्रेन्ड भनेको मेरो बहिनी अनि मम्मी अनि एउटा अन्यटी थियो सर भन्ने, तिनी साथी, अरू कोही पनि थिएन। लन्च पनि खान्थेन मैले, लन्चमा लाज लाएर कसैले मसँग नखाएर एक्लै बसेर के खाने भनेर खान्थेन, सबैले सेयर गरेर खान्थेँ। लन्चमा साथीहरूसँग वाटर बोतल फिल गर्न जान्थेँ, वासरुम जाने बेला साथी जान्थेँ, बर्थडेमा लाइक टफी डिस्ट्रिब्युट गर्ने बेलामा सबैले आफ्नो साथीहरूले जान्थेँ, मेरो कोही साथी पनि थिएन। सो मैले आफ्नो बर्थडे मैले टफिज पनि डिस्ट्रिब्युट गर्न बन्द गरेँ। स्लोली आई नो वाइ मलाई के हुन थाल्यो, मलाई स्कुल जान राम्रो लाग्न थालेन। अनि म स्कुल जानै बन्द गरिदिएँ। मन्थमा हामी
15-16 डेज मात्र स्कुल जान्थ्यौँ होला, अरू सब दिन हाम्रो छुट्टी हुन्थ्यो। स्कुल जान कहिले हामीलाई टाई लुकाइदिने, कहिले ड्रेसहरू लुकाइदिने, कहिले सर्ट लुकाइदिने, कहिले पेट दुख्यो भने कहिले टाउको दुखेको बहाना बनाउने अनि स्कुलै नजाने। अनि यसरी बिहेभियर लिएर कहिलेकाहीँ त पेरेन्ट्सहरू पनि परेशान हुन्थे, किन यिनीहरूले यो स्कुल लगाइदिएको होला, हामीले अर्को स्कुल त्यही स्कुल ठिक थियो भन्नुहुन्थ्यो। स्कुल जान्थेमा बट स्कुल गएर त्यही बस्ने बेलामा कोहीसँगै बस्ने थिएन, एक्लै। लाइक त्यो फेज मलाई सोच्दा पनि कस्तो लाग्थ्यो क्या। टिचरहरूले पनि मलाई चिन्नुहुन्थेन कि को हो यो भनेर, उसको मेरो नाम पनि याद हुन्थेन धेरै जस्तो टिचरहरूलाई त, किनकि मैले स्कुल जान चाहिँ बन्द गरेको थिएँ। यस्तै गर्दा गर्दै म पढ्नमा एकदमै विक हुँदै गएँ। म्याथ्ससँग त मलाई एकदम हेट हुँदै गयो। म्याथ्समा केही बुझ्ने पनि थिएन। म्याथ्सको मलाई थोरै च्याप्टर्सहरू आउँथ्यो होला, अरू त एक्चुअल आउने नै थिएन म्याथ्समा। यस्तै गर्दा गर्दै सबैभन्दा चाहिँ अब 10th क्लास अब सकेपछि लाइक अब हामी सबै सँगै स्कुलमा पढौँला, सबै यस्तो गरौँला, बट मलाई भन्ने कोही पनि थिएन। अनि एउटा नयाँ स्टुडेन्ट आयो त्यही स्कुलमा, अनि तिनलाई मैले मेरो साथी बनाएँ। तिनी पनि म जस्तै पहिला सुरु अलिकति विक थिएँ पढ्नमा, हामी दुईजना साथी बन्यौँ अनि सँगै बस्थ्यौँ तिनसँग। अनि सडनली तिनलाई नि कुनै के भयो, तिनी मसँग अलि दिन त 1-1.5 महिनासम्म बसेँ। अनि त्यसपछि फेरि तिनी पनि अर्कोसँग, फेरि म एक्लै, फेरि मैले स्कुल जान बन्द गरिदिएँ। यस्तै गरेर हाम्रो फेरि बोर्ड आयो, 10th को बोर्ड आयो। मैले अरू सब्जेक्टमा सबै म एक्जाम दिन गएँ अनि पास भएँ, बट म्याथ्समा मलाई ब्याक लाग्यो त्यति बेला। अनि त्यति बेला लाइक सब पास थिएँ, म मात्र म्याथ्समा ब्याक थियो मेरो। सबले मसँग सोध्थेँ क्या रिजल्ट के आयो, मलाई भन्न पनि डर लाग्थ्यो। बाहिर निस्किन पनि लाज लाग्नु थाल्यो, म बाहिर पनि निस्किन एकदम बन्द गरिदिएँ। बट त्यति बेलामा मेरो पेरेन्ट्सहरू एकदम सपोर्टिभ हुनुहुन्थ्यो है। अनि फेरि के भन्नुभयो, के भएन, एक्चुअली त यस्तो भएको, अनि फेरि पढ्ने, अनि फेरि म्याथ्स त हो, फेरि त कटाइ त हालिन्छ नि भन्नुभयो ब्याक। मलाई अरू बाहिरकाल धेरै मलाई गर्थे, हेप्ने गर्थे, किन उसलाई सब्जेक्ट लायो उस भयो भन्थेँ। बट मेरो मम्मीले कहिले पनि यस्तो भन्नु भएन कि। उहाँले भन्नुभयो केही भएन, फेरि पढ्ने नि पास हुने। अनि पापालाई पनि मलाई सम्झाउनु भयो, केही भएन फेरि पढ्छ अनि पास हुन्छ भन्नुभयो। अनि मैले लाइक ग्यापले 6-7 मन्थको होइन, त्यति बेलामा सबै रिलेटिभ्स फोन गर्ने, रिजल्ट आयो, कस्तो आयो नानीको रिजल्ट। मलाई लाज लाग्थ्यो। हाम्रो अङ्कल हुनुहुन्थ्यो, अनि हाम्रो घरमा यस्तो पार्टी केही थियो, घरमा आउनुभयो थियो साथीले लिएर। अनि यस्तैमा बसेर खाना खाइरहेको थियो, अनि आउनुभयो, अनि यस्तो गरेर मलाई त्यस्तो गरेर देखाउनु भयो कि यिनै हुन् यिनको लाइक म्याथ्समा फेल भयो कि। अनि द्याट वाज द लाइक सबभन्दा बेकार त्यही चिज लाग्यो कि मेरो पुरा लाइक दिमागमा त्यही घुमिरहेको, किन भन्नुभयो होला अङ्कलले यस्तो, किन गर्नुभयो होला होइन, कस्तो लाग्यो। अब लाग्यो कि केही पनि हुन सक्दैन होला। सबै स्कुल जान्थे, मेरो बहिनी सबै जान्थे, म मात्र घरमा बस्थेँ। मलाई यस्तो लाग्यो कि लाइक अब लाइफमा केही पनि हुन सक्दैन जस्तो लाग्यो। त्यहाँदेखि कुनै मेरो दिमाग कहाँदेखि आयो, अनि फेरि मैले फेरि ट्युसन जोइन गरेँ। अनि एउटा स्कुलमा मैले पढाउन थालेँ। अनि उहाँदेखि फेरि मेरो ट्युसनको टिचर एकदम राम्रो हुनुहुन्थ्यो है। उहाँले हामीलाई एकदम धेरै सपोर्ट गर्नुभयो, अगाडि गएर कसरी बोल्ने त्यो सिकाउनु भयो। अनि फेरि मेरो बहिनीले पनि मलाई म्याथ्समा पढ्नमा हेल्प गर्यो। अनि त्यसपछि फेरि मेरो एक्जाम दिएँ, अनि बल्ल गएर मैले म्याथ्सको सब्जेक्ट घटाएँ। बल्ल मलाई लाग्यो कि म यो गर्न पनि सक्छु जस्तो लाग्यो, किनकि उसभन्दा पहिला मलाई केही होप पनि थिएन कि म म्याथ्समा पास हुन्छु जस्तो, अनि म अब अगाडि पढ्न सक्छु जस्तो केही होपै थिएन मलाई। एकदम लाइक म भित्र त एकदम मतलब स्योर थिएँ कि अब त केही पनि हुन सक्दैन, अब पढाइ अब सकियो, अब केही गर्ने होइन, अब काम गर्ने, सबै स्कुल जान्छन्, सबले पढ्छन्, म मात्र एक्लै बस्छु जस्तो लाग्थ्यो कि। कहिले क्लासमेट, पुराना स्कुल क्लासमेट भेटेर पनि राशिका स्कुल कुन स्कुलमा जान्छस्, कुन स्ट्रिम चुज गरेर सोद्धा म यस्तो मुख लुकाएर जान्थेँ क्या, केही बोल्ने पनि थिएन तिनीहरूसँग। ट्युसनहरू लाएँ, अनि मेरो बहिनीले पढ्नमा हेल्प गर्यो, अनि फेरि म म्याथ्समा पास भएँ। अनि तबदेखि म लास्ट टाइम त्यो स्कुलमा आफ्नो सर्टिफिकेट ल्याउन गएको हुँला, तब पनि सरले मलाई भन्दै हुनुहुन्थ्यो कि तिमी त फेल भएको हो नि, तिमी राम्रोसँग नपढेर अब तिमी प्राइभेट स्कुलमा किन पढ्न पऱ्यो, सरकारी स्कुलमा कन्भेन्ट कलेज त केही छ, वहाँ गएर पढ भन्नुभयो। मैले हासम्म पढ्छु भनेर मास्टरहरूले। अनि फेरि मैले त्यो स्कुलै चेन्ज गरेँ। त्यो स्कुल चेन्ज गरेपछि म अर्को स्कुल लागेँ। अनि अर्को स्कुल लागेपछि मलाई जुन सब्जेक्टमा अलिकति इन्ट्रेस्ट थियो मैले त्यही सब्जेक्ट लिएँ। अनि त्यहाँ गएपछि मेरो लाइक होल लाइफै चेन्ज भयो क्या। म 2nd, 3rd, 1st आउँथेँ त्यो स्कुलमा, 2 साल पढेँ मैले। अनि म रेगुलरली स्कुल जान्थेँ, पानी आओस् केही पनि आओस् म स्कुल जान्थेँ रेगुलरली। अनि सब टिचर्सको म फेभरेट भइसकेको थिएँ, सबलाई मेरो नाम याद थियो, राशिका भन्नुहुन्थ्यो। मेरो कति धेरै फ्रेन्ड्सहरू पनि थिए, सबले मसँग सोध्थे। अनि मलाई लाग्थ्यो कि पहिला कस्तो थिएँ म, अहिले यस्तो भयो होइन। म 12th पास गरेर हामी नेपाल आयौँ। नेपाल आएर पनि म अहिले 4th इयरमा छु। आएपछि पनि यहाँको त एकदम
वातावरणै छुट्टै छ यहाँको सबै एकदम साथीहरू सबै मिलनसार त्यो सबै एकदम राम्रो कि हेल्पफुल नेचर्सको टिचर पनि राम्रो हुनुहुन्छ अनि यहाँ आएर म 4th इयरमा छु अनि जब मैले त्यो हेर्छु नि आफ्नो लाइक आफ्नो पास्ट हेर्छु नि मलाई अहिले रियलाइज हुन्छ कि स्कुल लाइफ मेरो लागि एकदम हेल्थ थियो कि मेरो लागि एकदम बर्डन थियो स्कुल लाइफ टक्सिक थियो बट समटाइम्स हेर्दाखेरि मलाई यो पनि फिल हुन्छ कि मसँग त्यो इन्सिडेन्ट नभएको भए मेबी म अहिले यस्तो हुन थियो कि होला दिमाग आउन थियो होला कि जस्तो लाग्छ सो यो स्टोरी यतिकै यस्तो धेरै त केही त होइन अनि मैले यस्तो केही विक्टिम कार्ड प्ले गर्नको लागि यस्तो केही त सुनाएको होइन इट वाज पार्ट अफ माई लाइफ अनि मलाई यो स्टोरी मैले सुनाएँ भने अरू स्टुडेन्ट्सहरूको लागि पनि हेल्पफुल हुन्छ कि जस्तो लाग्यो मलाई यो स्टोरी सुनाएर म सिम्पथी केही गेन गर्न खोजेको पनि होइन बस यति भन्न चाहन्छु कि लाइक लाइफमा धेरै फेज आउँछन् होइन एज अ स्टुडेन्ट लाइफ धेरै फेज आउँछन् जहाँ हामी सबैजना कहीँ न कहीँ एकचोटि दुईचोटि फेल भइन्छ सो प्लिज डिमोटिभेट नहुनु एकचोटि फेल हुनु भयो भने नसोच्नु कि अब त फेल भयो अब यसको अगाडि केही पनि हुन सक्दैन म अब पढ्दैन नसोच्नु है ट्राई गर्नु अनि हजुरलाई इफ त्यो सब्जेक्ट हार्ड लाग्छ भने चुज समथिङ एल्स बट ट्राई गर्दै गर्नु एक दिन सक्सेसफुल भइन्छ म अझै यति धेरै सक्सेसफुल त भएन लाइक राइट नाउ इन 4th इयर बट त्यतिको राशिकला र अहिलेको राशिकला हेर्दा मलाई म एकदम डिफ्रेन्ट छु एकदम चेन्ज छु त्यतिको राशिकला लाइक क्यामेराको सामने बोल्न पनि कस्तो हुन्थ्यो कि म एकदम यति साय थिएँ म बाहिर केही पनि बोल्न सक्ने थिएन कि म यस्तो गरेर क्लासमा बस्थेँ त्यति हो कसैले मलाई चिन्न पनि यति राम्रोसँग चिन्नु थिएन होला अहिले क्लासमा गएर हेर्दा म एकदम छुट्टै देखिन्छु क्या एन्ड आई होप कि हजुरलाई मेरो भिडियो मन परेको होला यस्तो मेरो भिडियो कसैले पनि हेर्नुहुन्न फेरि पनि जतिजनाले हेर्नुभयो थ्याङ्क यू सो मच फर वाचिङ